काभा कप च्याम्पियनसिप अन्तर्गत नेपालले पहिलो जित निकालेको छ। आज भएको खेलमा किर्गिस्तानको टिमलाई नेपालले सोझो सेटमा पराजित गर्दै पहिलो जित निकालेको हो। नेपालले हिजो भन्दा निकै नै राम्रो खेल प्रदर्शन गरेको थियो। हिजोको गल्तीहरूलाई सुधारेर नेपालले खेल प्रदर्शन गर्दा किर्गिस्तानको टिमलाई 3-0 को सोझो सेटमा हराउन पुगेको छ। भोलि नेपालले मालदिभ्सको सामना गर्दैछ भने आजको खेलबाट नेपाली चेली प्लेयर अफ द म्याच सुमित्रा रेग्मी घोषित हुनुभएको थियो। नेपालले आज जुन किसिमको खेल प्रदर्शन गर्यो धेरैजनाले चर्चा पनि गरिरहनु भएको छ र भोलिको दिनमा त्यस्तै खेल प्रदर्शन त्यही लयमा खेल प्रदर्शन गर्न पनि अनुरोध गरिरहनु भएको छ। आजको नेपालको खेल कस्तो लाग्यो? हिजो नेपाल भारतसँग राम्रो खेल्दा खेल्दै पाँचौं सेटमा गएर चाहिँ हार बेहोर्न पुगेको थियो। त्यही गल्तीलाई सुधार गर्दा आज नेपालले राम्रो खेल प्रदर्शन गर्यो। त्यसमा हामी सबैजना खुसी छौँ। भोलिको लागि नेपाललाई जितको शुभकामना। यस्तै भलिबल सम्बन्धी अपडेटको लागि हाम्रो पेज अनि हाम्रो च्यानललाई फलो सब्स्क्राइब गर्नुहोस्। जय भलिबल। Niकालेको छ।